उत्तराखंड के देहरादून, जहां पर आपको बता दें कि सीएम पुष्कर सिंह धामी एक इंडो नेपाल अंतर्राष्ट्रीय व्यापार मेले में शिरकत कर रहे हैं। श्री ऋषिराम खरेलज्यूलाई म हार्दिक अनुरोध गर्दछौं। यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्री माधव प्रसाद भट्टज्यूलाई मञ्चमा आई आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं। आसन ग्रहण गरिदिन हुन कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री शिवराज पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछौं। आसन ग्रहण गरिदिन हुन कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछौं। आसन ग्रहण गरिदिन हुन कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री गणेश दत्त जोशीज्यूलाई हार्दिक अनुरोध गर्दछौं। यसैगरी आसन ग्रहण गरिदिन हुन कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री परशुराम हरियालज्यूलाई हार्दिक अनुरोध गर्दछौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्धन केन्द्रबाट पाल्नुभएका सम्पूर्ण सरहरूलाई यथास्थानमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछौं। यसैगरी आसन ग्रहण गरिदिन हुन इन्डस्ट्रिज एसोसिएसन अफ उत्तराखण्डका अध्यक्ष पंकज गुप्ताज्यूलाई मञ्चमा आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं। आसन ग्रहण गरिदिन हुन पीएचडी चेम्बर अफ कमर्सका अध्यक्ष श्री हेमन्त कोचरज्यूलाई म हार्दिक अनुरोध गर्दछौं। आसन ग्रहण गरिदिन हुन गोर्खा सुधार सभाका अध्यक्ष श्री पदम थापाज्यूलाई हार्दिक अनुरोध गर्दछौं। आसन ग्रहण गरिदिन हुन वीर गोर्खा कल्याण समितिका अध्यक्ष कमल थापाज्यूलाई हार्दिक अनुरोध गर्दछौं। आसन ग्रहण गरिदिन हुन हेल्प क्रसका संस्थापक श्री विशाल थापाज्यूलाई हार्दिक अनुरोध गर्दछौं। आसन ग्रहण गरिदिन हुन रियल होस्टका प्रबन्धक श्री सञ्जय सिंहज्यूलाई पनि हार्दिक अनुरोध गर्दछौं। नेपाल पत्रकार महासंघ कञ्चन